हाय ल हामी चाहिँ नुहाएर ब्रस गर्नलाई जाँदैछौँ Get ready with me. यस्तो पऱ्यो नि त हो मेरो बुढालाई म कति धेरै मिस गरिरहेको छु यार हाम्रो हराएको साथीहरू दुई शब्द बोलिदिनुहोस् हाय मर्निङ फ्रम पेट्रा ल हामी चाहिँ नुहाएर ब्रस गर्नलाई जाँदैछौँ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा धेरै धेरै धन्यवाद सरिता तामाङराईबाट सरिता खत्रीको च्यानलमा स्वागत छ खत्रीले मेरो च्यानल गाइज all good what's going on here Listen. We are getting ready. Get ready with me. प्रार्थना गरेर मात्र खाए मुखमा हालेर अहिले प्रार्थना नगरिकन खाएर मुख निकाल हेर्न यो अर्को हेर्न निकाल हाम्रो गाडीमा नयाँ मान्छे को आयो नयाँ मान्छे आज जस्तो छ नयाँ मान्छे देखाइदिएन त मैले यस्तो पऱ्यो नि त हो यता हेर्नु के हाम्रो चाहिँ अब यात्रा सुरु भएको अवस्था छ यता हेर्नुहोस् है साथीहरू कस्तो लाग्दैछ तपाईँलाई यहाँ चाहिँ हामी 2-3 जना बाहेक चाहिँ सबैजना चाहिँ नयाँहरू हो होइन नयाँ दिदीबहिनीहरू आउनुभएको अनि उहाँहरूको चाहिँ पहिलोचोटि घुम्दै हुनुहुन्छ जोर्डान अनि हामी चाहिँ पेट्रा जाँदैछौँ बल्ल त सुरु भएको छ होइन ल के गर्नु त अब यहाँ सानी बहिनी चाहिँ हिँड्न नसकेर पछि आउँदैछिन् धेरै लामो छ नि त बाटो त्यही भएर गाह्रो छ We're finally here, guys. अनि हामी फाइनली मुख्य ठाउँमा आइपुगेका छौँ अनि यो चाहिँ संसारको 7वटा अचम्मका ठाउँहरूमध्ये एउटा ठाउँ हो अनि जसको नाम चाहिँ पेट्रा हो अनि यो चाहिँ जोर्डनमा रहेको छ हजुरलाई त आएर कस्तो लागिरह्यो मुदिरलाई खुसी लागिरहेछ हजुर मुदिरलाई मोबाइलको मुदिरलाई चाहिँ कस्तो लागिरह्यो नि आएर मेरो बुढालाई म कति धेरै मिस गरिरहेको छु यार ओ माय गॉड यो भर्याङ यो बस्ने ठाउँहरू भयो अनि यहाँ तल हामी चाहिँ अब उकालो लागेको होइन पहाड चढ्दैछौँ लक्ष्मी दिदी गएर एउटा एक्सिडेन्ट भयो एक्सिडेन्ट चाहिँ के भयो भन्दा हामी भिडियो बनाउने चक्करमा ह्याड उड्छ भनेर मोबाइलले थिचेको मोबाइललाई नै ह्याडले उडाइदियो होइन अनि अलिकति पुच्छरमा चोट लागेको छ होइन बेहोस भएको कि मृत्यु नै भएको हाम्रो हराएको साथीहरू दिदीबहिनी भेटिएको छ चट्टानको बिचतिर कुना काप्चातिर यस्तो अवस्थामा भेटिएको छ सक्छ र सक्दैन कहाँ गएको तिमी अनि हामीले यो माथि डाँडामा गएर एउटा भजन पनि गायौँ हावा धेरै चलेको थियो त्यही भएर चाहिँ अलिअलि डिस्टर्ब आइरहेको थियो तर पनि केही छैन सुनिदिनु होला